नमस्कार, स्वागत छ सबैजनालाई मेरो YouTube च्यानलमा। आज चाहिँ हामी मोमोको चटनी कसरी बनाउने, मिठो, स्वादिलो र छिट्टो कसरी बनाउने सिकौँ है। सायद प्राय जस्तो सबैको घरमा मोमोको चटनी बन्ने गर्छ होला। आजभोलि सबैलाई मोमोको चटनी बनाउन आउँछ होला। तर आज मेरो स्टाइलमा मिठो स्वादिलो मोमोको चटनी कसरी बनाउने हेरौँ है। त्यसको लागि मैले देखाएको सामानहरू हजुरले लिन सक्नुहुन्छ। यहाँ हेरेर प्याजलाई चाहिँ मसिनो गरेर काट्नु होला, मैले काटे जस्तै। अनि तिनटै टमाटरलाई यो पछाडिको भागलाई चाहिँ फाल्नुपर्छ, किनभने त्यो पछाडिको भाग सारो हुन्छ, राम्रोसँग पकाउँदा फेरि पाक्दैन। त्यही भएर चाहिँ मैले पछाडिको भाग टमाटरको सबै फालिदिएको छु, हजुरले हेर्न सक्नुहुन्छ। टमाटरलाई पनि तिनटै टमाटरलाई यस्तै मसिनो गरेर काट्नु होला। थोरै लसुन लिएको छु, लसुनलाई पनि मसिनो गरेर काटेको छु। त्यतिकै पनि राख्न सक्नुहुन्छ, तर मसिनो गरेर काटेर राख्दा फेरि चाहिँ अलिकति फ्राई गर्न सजिलो हुन्छ। अदुवा लिएको छु, अदुवालाई पनि त्यसै गरेर मसिनो गरेर काटेको छु। मसँग चाहिँ हरियो खुर्सानी नभएको भएर सुकेको खुर्सानी लिएको छु। हजुरहरू चाहिँ स्वाद अनुसार लिनु होला। र धनियालाई पनि त्यस्तै गरेर काट्नु होला। ग्यासमा चाहिँ मैले एउटा प्यान बसालेँ। प्यान तात्तिसकेपछि थोरै तेल हालेर तताउन छोडिदिएँ। तेल तात्तिसकेपछि मैले थोरै जिरा, हजुरसँग जिरा धनिया जे छ त्यसैलाई राखेर फ्राई गर्न सक्नुहुन्छ। मसँग चाहिँ जिरा भएको भएर मैले चाहिँ जिरा राखेँ। जिरालाई चाहिँ थोरै तात्तिन दिएर कालो हुन्जेलसम्म चाहिँ यत्तिकै छोडिदिनुपर्छ। जिरा कालो भइसकेपछि मैले रातो खुर्सानी राखेँ। हजुरसँग हरियो खुर्सानी छ भने हरियो खुर्सानी पनि झान्न सक्नुहुन्छ। त्यसपछि अघि जुन चप गरेर राखेको प्याज थियो त्यो प्याज सबै राखेँ। त्यो प्याज र खुर्सानीलाई चाहिँ अब राम्रोसँग चलाएर फ्राई गर्नुपर्छ रातो हुन्जेलसम्म, जुन चाहिँ मैले भिडियोमा देखाएको छु। यसरी प्याजलाई रातो हुन्जेलसम्म गरेर यसरी पकाउँदा यसको स्वाद चाहिँ छुट्टै आउँछ। त्यही भएर हजुरले पनि प्याजलाई राम्रोसँग फ्राई गर्नु होला। प्याज फ्राई गरिसकेपछि जुन हामीले अघि काटेर राखेको लसुन अदुवा थियो त्यसलाई पनि राखेर एकचोटि चलाइदिनु होला। फ्राई गरेर एकछिनसम्म चलाएर छोडिदिनु होला। सायद आजभोलि सबैले आफ्नो घरमा मोमो बनाएर खानु नै भयो होला। मोमो बनाएर खाँदा चटनीहरू पनि बनाउनु नै भयो होला। प्राय जस्तो नेपाल, इन्डिया, विदेशहरू चारैतिर चाहिँ आजभोलि मोमो फेमस भएको भएर मोमोको चटनी बनाउनलाई चाहिँ सबैलाई आउँछ होला। तर आज मैले आफ्नो स्टाइलले बनाउँदैछु, हजुरले पनि हेरेर सिक्नु होला। यसपछि चाहिँ टमाटर जुन अघि हामीले काटेर राखेको थियौँ त्यो टमाटरलाई चाहिँ सबै टमाटरलाई राखेर चलाइदिनु होला। स्वाद अनुसार थोरै नुन राख्नु होला। मैले चाहिँ आधी चम्चा जति नुन राखेको छु र थोरै बेसार राखेको छु। त्यसै गरेर सब्जी मसला जिरा र धनियाको पेस्ट राखेको छु। सबै मसला राखिसकेपछि एकचोटि राम्रोसँग चलाएर छोडिदिनु होला।
यो चाहिँ यतिको भइसकेपछि मैले यसमा चाहिँ काटेर राखेको धनिया राख्दैछु। यसलाई पनि एकैछिन चलाएर छोडिदिन सक्नुहुन्छ। आधी चम्चा जति टिमुरको धुलो राख्न सक्नुहुन्छ र मैले चाहिँ तिल पिसेर राखेको छु, त्यसलाई पनि राख्नेछु थोरै, लगभग 2 चम्चा जति। हजुरहरूले चाहिँ तिल भुटेर त्यसलाई चाहिँ मसिनो गरेर ग्राइन्ड गरेर राख्न सक्नुहुन्छ। मसँग चाहिँ अलरेडी भएको भएर मैले त्यसैलाई नै यो टमाटरमा मिक्स गरेँ। यसलाई चाहिँ राम्रोसँग मिक्स गरिसकेपछि हजुरहरूले एउटा मिक्सचर भाँडामा राखेर ग्राइन्ड गर्न सक्नुहुन्छ। मैले चाहिँ एउटा भाँडा लिएको छु जुन चाहिँ ग्राइन्ड गर्नको लागि। मैले यसलाई ग्राइन्ड गरेर पनि देखाउँदैछु हजुरहरूलाई। हजुरले हेर्न सक्नुहुन्छ यो चाहिँ कस्तो लाग्छ हुनुपर्छ। अब चाहिँ मैले यसलाई एउटा बाउलमा राखेर सर्भ गर्दैछु। हजुरले हेर्न सक्नुहुन्छ यो टमाटरको चटनी चाहिँ यतिको भएको छ र मैले चाहिँ एउटा आधी कागती राख्दैछु। हजुरलाई यदि यो कागतीको टेस्ट मनपर्छ भने राख्नुहोला, मन पर्दैन भने नराखेर खाँदाखेरि पनि यति मिठो र एकदम टेस्टी हुन्छ यो टमाटरको चटनी। एकचोटि बनाएर अवश्य ट्राई गर्नुहोला र साथीभाइहरूमा सेयर गरिदिनुहोला। मेरो भिडियोमा लाइक एन्ड सब्सक्राइब गरेर साथ एन्ड सपोर्ट गर्नुहोला। थ्याङ्क यू सो मच फर वाचिङ।